डाक्टर साहब, बच्चाहरूलाई भोक लाग्यो भनेर चाहिँ हामीले कसरी थाहा पाउन सक्छौँ? हो, हेर्नुहोस् है, यो नवजात शिशु वा शिशुलाई भोक लाग्यो भने उसले आफ्नो मुख खोल्छ, गर्छ, मुख चलाउँछ, अनि उसले आफ्नो ओठहरू चलाउँछ, त्यसलाई लिफ स्म्याकिङ भनिन्छ। त्यस्तै गरी उसले आफ्नो औँला वा हातहरू आफ्नो मुखमा राख्छ। उसले आफ्नो बुढी औँला हातहरू यदि चुसिरहेछ, उसले बारम्बार आफ्नो जिब्रो निकालिरहेछ, उसले आफ्नो मुख आमाको छातीतिर एकतिर फर्काइरहेछ। हेर्नुहोस् है, बच्चाले जता छोयो उसलाई लाग्छ मेरो आमाको दुध पो हो कि भनेर त्यतातिर फर्काउँछ, भनेको बच्चाले एकतिर बडी टाउको फर्काइरहेछ। त्यस्तै गरी भोक अलिक बढी भयो भने ऊ अलिक फसी हुन्छ, इरिटेबल हुन्छ, किचकिच अलिक बढी गर्छ र एकदमै भोक आएपछि ऊ रुन थाल्छ। तसर्थ बच्चामा यी कुराहरू गरेको बच्चाले देख्ने बित्तिकै हामीले उसलाई भोक लागेको बुझेर दुध खुवाउनु पर्दछ।